आज म एउटा कहानी भन्दा पनि एउटा कथा भन्दैछु। नमस्कार त भन्नु पहिला। नमस्कार पछि आफै भन्छ यार। ल हुन्छ। के नमस्कार भन्नै पर्छ र यार। नमस्कार। त्यो नमस्कार म भन्दैन है, तर नमस्कार म भन्दैन हैन। अँ तर तपाईँ सुन्नु मन छ भने सुन्नु होला, नत्र सिधा यसकै गरेर अगाडि हिँड्नु होला। नमस्कार गाइस हाम्रो म चाहिँ तर नमस्कार नमस्कार गर्दैन हैन। तपाईँलाई मन पर्छ भनेपछि यो कहानी कथा सुन्नु होला हैन। आज कथा भन्दैछु मैले हैन। तर नमस्कार हजुर, मेरो सब्स्क्राइब गर्नु होला, मलाई फलो गर्नु होला, मलाई लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् भनेर म चाहिँ भन्दैन। सिधा कुरा हो। नमस्कार गाइस, तपाईहरुले हाम्रो सुन्नुपर्छ कहानी। होइन म भन्दैन है, तर तपाईँहरूले यदि सुन्ने मन छ भने सुन्नु होला, र सुन्ने मन छैन भनेपछि बाल मतलब भएन मलाई। ल बाल मतलब ल हो कि नि? ओहो। एकादेशमा एउटा सहर गाउँ रहेछ हैन। गाउँमा राजा रहेछ अनि राजा सबभन्दा रहस्यमय भनेको एउटा भाले रहेछ। कुखुराको भाले हैन। कुखुराको भाले रहेछ। त अब भाले यति चतुर रहेछ कि सबभन्दा समझदार रहेछ त पुरै एरियाको, मान्छे भन्दा पनि समझदार रहेछ त भाले। भाले समझदार रहिसकेपछि अब राजाले अब राजाका तीनटी छोरी रहेछन्। तीनटी छोरीमा राजाले अब स्वयम्वर लगाएर रहेछन्। अनि त्यो गाउँमा पनि पुगेछ कि यदि जो होनहार मान्छे छ त्योलाई होनहार जो जीव, मान्छे भन्दा पनि जो जीव छ नि, जो जीव चाहिँ होनहार जीवलाई चाहिँ मैले मेरी छोरी बिहा गरेर दिने भनेर एउटा प्रस्ताव, त्यो एउटा पुरा ढोल भन्छ नि के भन्छ, बजाएर ढोल बजाएर राजाले सबलाई आमन्त्रण गरेर रहेछन्। गरिसकेपछि अब सबैले अब बस्यो। अब त्यो गाउँमा कोही पनि रहन्छ। अब भालेले सोचेछ कि अब भएन, यो गाउँबाट म जान्छु, अब म चाहिँ राजाकी छोरी बिहाएर तिनटी छोरी बिहाएर ल्याउँछु भनेर अब त्यो गाउँलेलाई भनेछ भालेले। अब यो भाले गयो भने यो मर्छ, अब यो भालेलाई काल आएको भनेर सबै गाउँले भनेछन्। भन्दाखेरि अब अनि हिँडेछ त्यहाँबाट। 3 दिनको बाटो रहेछ। 3 दिनको बाटामा चाहिँ हिँडेछ त्यो भाले। हिँडिसकेपछि अब हिँड्दा बाटामा एउटा ठुलो ताल भेटिएछ पानीको। त्यो पानीको तालले सोधेछ भाले दाइ कहाँ जानु नि भनेछ। तर त भन्नु कमसेकम नभनेछ कथाको मात्रै उन्ने यार। भाले दाइ कहाँ जानु नि हुनुहुन्छ भनिसकेपछि भालेले भनेछ कि राजाकी छोरी बिहार्न जान लाग्छु भनेछ भालेले। अब राजाकी छोरी बिहार्न, अब यो भालेलाई यार यो राजाकी छोरी बिहार्ने भनेर भन्ने चाहिँ अब त्यो पानीलाई पनि एकदम आश्चर्य लागेछ कि यो कस्तो रहेछ र यो भालेले यो राजाले भालेलाई छोरी दिने। अब त्यसलाई पनि जाने इच्छुक भएछ पानीलाई। अब भाले त छोरी माग्न जान लाग्छ यार। अनि त्यसपछि अब म पनि जान्छु भनेर ल त अब नै म तिमीलाई लान्न, अब यत्रो छ, त्यत्रो ताल छ, म पानीलाई कहाँ लान सक्छु भनेछ। भनेपछि नै म तपाईँको कुनै पनि एउटा शरीरको अङ्गमा 18 बस्न सक्छु, तर जतिखेर तपाईँले आदेश गर्नु हो त्यतिखेर म बाहिर निस्किन सक्छु भनेर पानीले भन्छ। अनि सोचबिर गर्छ, हो यस्तो भएछ त उसो भए लानुपर्छ यसलाई पनि भनेर ल त उसो अब यहाँ बाहिर राखेपछि अब म हिँड्दाखेरि खस्न सक्छौ, तिमी मेरो कानको दुलोभित्र गएर एउटा कुनामा गएर बस। अनि जतिखेर मैले आवाज दिएपछि तिमी गएर त मैले गरेको काम गर्नुपर्छ नि भनेपछि ल हुन्छ भने त्यो पानी उठेर सट्ट गएर एउटा कानभित्र गएर सट्ट बस्छ होइन। अनि त्यसरी नै बसिसकेपछि अलि पर जान्छ। अनि एउटा जङ्गलमा आगो लागेर चाहिँ डढाइदियो के थोरो आगो लागेको रहेछ। अनि त्यो आगाले भनेछ कि हो भाले दाइ कहाँ जाने भनेछ। अनि त्यसपछि म त राजाकी छोरी बिहार जान लाग्छु भनिन्छ भालेले। भनिसकेपछि ओहो यार यो पाजी भालेलाई राजाले के छोरी दिन्छ नि त, अचम्मै छ। यसको मृत्यु हेर्न जानुपर्छ, यसलाई पनि डढाएर मार्नुपर्छ, खुब चलाक चतुर छ, यसलाई पनि डढाएर मार्नुपर्छ, अहिले यहाँ मारेपछि न सबैका सामने मार्नुपर्छ भनेछ। र अब गएछ। अब ल भाले दा मलाई पनि ल्याउनु पऱ्यो भनेछ होइन।
तिमीलाई त यार यहाँ पोलेर मरिने यार, कहाँ कसरी लान्छु म तिमीलाई भने नाइ, म तपाईँलाई पोलिन जान्छु भनेछ। लौ त उसो भए तिमी आएर अर्को कानमा आएर बस भनेछ। त्यसो यो कानमा पानी छ, यो कानमा आगो छ होइन। अब त्यसरी हुन्न, तिमी नपोलिकन बस्छौ नि यो कानमा आएर बस्छ भनेछ। त्यसो ल त हुन्छ। अलि पर फेरि अलि पर गएछ, एउटा भिरेका घार रहेछन् क्या, ठुल्ठुलो भिरेका घार रहेछन्। भिरेका घार गइसकेपछि अब त भिरेले भनेछ कि फेरि ओ भाले दाइ कहाँसम्म हो भनेछ। त्यसपछि त्यसले भनेछ है भन्दैन यार, भनेपछि नि यहाँ त तिम्रो तनाव गर्न लाऊ यार, कसैलाई भन्दैन भनेछ। नाइ भन्नुहोस् हो, म पनि गर्छु अरे, म राजाकी छोरी बिहान जान लाग्छु भनेछ। अनि त्यसपछि ल त अब राजाकी छोरी हो यार, हो यो भाले पाजी भालेलाई राजाकी छोरी दिने कसरी हो र कस्तो निमन्त्रण गरेछन् र राजाले, उसो मलाई पनि लानु पऱ्यो यार भालेलाई भनेछ होइन। भनिसकेपछि हट यहाँ टोकेर सुन्नेर मर्नु छैन मलाई यार, म भिरेले लान्न भनेछ। नाइ म नटोकिन बस्छु भनेछ। कहाँ ल त यो पानी आगो बसेछ, यो कानमा चाहिँ पानी बसेछ, ल पानी बसेतिर बस, नटोकिन बस्नु नि भनेछ। ल हुन्छ भनेछ। फेरि अब त भिरेको घार गएर सबै यो भिरेको घार गएर कानभित्र बसेछ। बसिसकेपछि अब ठिकै छ, गएछ अब राजा दरबारमा पुगेछ भाले। अनि त्यसपछि अब वहाँ गएर भने सबले अब आफ्नो शक्ति देखाउनु पर्न लाग्छन्। कोहीले तरबार उठाएर तरबार नचाउन लाग्छन्, कसैले के गर्न लाग्छन्, कसैले के गर्न लाग्छन्। लास्टमा अनि भाले पनि पुगेछ। अनि भालेले भनेछ हट राजाकी छोरी मैले बिहार्न पर्छ भनेर राजाकी छोरीले अब राजालाई त्यो प्रस्ताव अगाडि गएर भनेछ भालेले। भनिसकेपछि अब राजालाई यस्तो पारा जात्ते छ, तेरीमा टोङ्गी साले एउटा भाले भएर मेरो छोरी बिहा नआउने माग्न आउने सैनिक हो, ठगस साले भालेलाई अहिले यसको अहिले एउटा लेग पिस बनाएर खानुपर्छ राजाले भनेछ होइन। अनि जब ऊ गरेछ भालेले यो के अरे भालेलाई लखड लान्छन् उसले त्यहाँ सैनिकहरूले, भालेलाई लखड्दा ए मौरी जाओ सालेर टोक भनेर चाहिँ आदेश दिएछ मौरीलाई भिरेलाई। अनि त्यो कानबाट भप गरेर ती भिरेले गएर ती सैनिकहरूलाई आछु बनाएर टोकेछन्, भाग। अनि त्यसो यो कहाँबाट यो आएछ, यो भिरे आयो बाटो, यो सैनिक त मेरा सैनिक त सबै सुन्नेर आँखा सबै उभै गए, बन्द भइ गए भनेर। अनि फेरि सोधेछ राजालाई, फेरि यदि तपाईँले मलाई छोरी दिनु भएन भनेपछि मैले जे पनि गर्न सक्छु नि, फेरि तपाईँलाई मैले राजगद्दीबाट रोड बनाउन सक्छु भनेछ। भनिसकेपछि ल तैँले केही गर्न सक्दैन, म तँलाई मेरो छोरी दिन्न भन्दाखेरि अनि त्यो आगोलाई ल आदेश आगो जायो राजदरबार सब जलाइदिए भनेछ। आगो कानबाट गएर पुरै त्यो दरबार भरि आगो लागेछ। दरबार आगो लागिसकेपछि ओहो झुत्ती यार यो भाले त शक्ति यत्रो शक्ति रहेछ यो भालेले त यार भनिसकेपछि यो भएन, अब यो भालेलाई सिधै माफी माग्नुपर्छ, छोरी चाहिँ ल्याइदिनुपर्छ, यत्रो शक्ति यसको यत्रो शक्ति रहेछ यो भाले भनेर क्यार नि भनेर तँले राजाले भनिसकेपछि अब राजाले ल भाले ल मैले तँलाई म छोरी दिने भएँ, ल जान्न बिराए मैले अब यस्तो यस्तो भयो मलाई, ल यो छोरी दिने भए ल मेरो राजा जस्तो छ त्यस्तै गराइदिनु पर्यो भनेर भनिसकेपछि अब पानी लगाएपछि ल पानी जा यो सब आगोलाई निमा भनेर पर आदेश दिएछ। पानी गएर सबै आगोले त गएर सबै आगो निभाइदिएछ होइन। आगो निभाइसकेपछि टक्क लगाएर त्यसरी दरबार जस्ताको त्यस्तै भएछ। दरबार जस्ताको त्यस्तै भइसकेपछि राजाले चाहिँ
तिनटिने छोरी राप्तो भालेलाई दिएछ। राजाले फेरि त्यो ट्रक्क अनि त्यो राजाले चाहिँ भालेले चाहिँ लगेर राजगद्दीमा राखेर राजगद्दी राजगाज चलाएर बसेरहेछ। ल यो कथा कस्तो लाग्यो साथी हो? सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठ जाला भन्नेवाला दौडेर मेरा मुखमा आएर आउला। ल त हस् त। अब यसको अध्याय 1 छ, अध्याय 2 चाहिँ अर्को एपिसोडमा आउँछ होइन, त्यो सुन्दै राख्नु होला। हस्त र बाई बाई।